आज हामी यहाँ कसरत गर्दैछौँ हजुर। यो गहुँ लाउने काम हेर्नुहोस्, यो गहुँ काटिरहेको छु। वैशाखको महिना लाग्यो, गहुँ पाक्यो। त्यो पुरा गएर गहुँ काटिसकिहाल्यो, अब थोरै छ है। अनि केही समयपछि घर जान्छौँ। बिहानै आएर हामी खेतबारीमा यहाँ कसरत गर्दैछौँ। तपाईँहरू वैशाखको महिना बिहानी पख आनन्द निन्द्रा आएको होला, ओछ्यानमा सुतिरहनु भयो होला खुवा गरेर। कोही पोल्टे फर्केर मोबाइल चलाएर पल्टिरहनु भएको होला। कोही चाहिँ बिहान रोडमा बाटोमा दगुर्दै फिजिकल गर्दै हुनु होला। हामीले चाहिँ त्यसरी फिजिकल गर्नु परेन, यही फिजिकल भइरहेको छ। हेर्नु, काम पनि हुने, गहुँ लाउँदै गहुँ काट्दै यो फिजिकल। यो हेर्नु, अर्थ अब गहुँ काटिसक्यो, वैशाखको महिना लागिएको छ। आजको शनिबारको यो सदुपयोग हो है। शनिबारको दिन हाम्रो आज गहुँ काट्ने कार्यक्रम भएको छ। यो गहुँ हेर्नु, तपाईँहरू गहुँको रोटी त खानुहुन्छ, तर यो गहुँ कसरी बुनुपर्छ, कसरी लगाउने, कसरी गोडमेल गर्ने, कसरी काट्ने, कसरी चुट्ने, कसरी पिसेर खाने भन्ने थाहै नहोला। हेर्नु, यो गहुँ यसरी हामी आनन्द गहुँ काटिरहेको छौँ है त हजुर। आउनु होला यहाँ उमा, हामी गहुँका उमा पनि खानेछौँ है। उमा खाना आउनु होला, निम्ता छ। आज शनिबारको दिन आउनुहोस्, रमाउँ यहाँ गाउँबारीमा। हेर्नुहोस्, हामीले यो काट्यो, यो भर्खर सकिहाल्यो पुरा गरेर बिहानै। अब घर जान्छौँ अब केही समयपछि। यो हेर्नु, यसरी काट्नुपर्छ है त गहुँ। स्कर्याटा बनाउनुपर्छ, दुईवटा निकाल्नु भयो। यहाँ डोरी बाँधेर आँसी कसिएर कम्मरमा यसरी काट्नुपर्छ यो गहुँ। हेर्नु, हामीले यस्तारी यो ट्याक्कै यसरी कन ट्याक्कै यो हाल्ने, यो हुन्छ यसरी हो। हेर्नुहोस् है हजुर।